राजा गाडी हो ट्र्याक्टर पछि यो गाडी ट्र्याक्टर पछिको त राजा गाडी हो नि होइन यहाँनिरको लेक भनेको कहाँनिर लोड चाहिन्छ कि त्यो फेरि नै घुम्यो नि त चारवटै टायर त्यो थिचिएन नथिचिसकेपछि बिजो भयो कहाँनिर छ दाइ लेक चाहिँ यहाँ कि अघि देखेकै हो ए नजाउँ साथीहरू हिँड्नु पनि सक्दैन हो नि साथीहरू हिँड्नु भोलि अब माथि नै लेकमा साथीहरू अलिक एकजना सरलाई त अलिकति हजुर यसमा आउने हुन्थ्यो तर आउँदै थियो नि त गाडी त आउँदै थियो फेरि 12जना त निकै लोड हुन्छ नि फेरि हाम्रो गाडीलाई पनि तान्छ तान्नु त कति हुन्छ होला 12 क्विन्टल पनि हुँदैन माथि त राम्रो छ त्यहाँदेखि त भालै छ पाहाडको बाटो यतिको त ट्रेकिङ गाइड पनि गर्नुहुन्छ कि ए कता कता जानुहुन्छ यही क्षेत्र केबिसीको ट्रेक कति दिनको हो दाइ खासमा 10 दिन एक्लामेटाइज गर्नु पर्यो है ए अनि यहाँनिर कहाँ ग्रेट हिमालयन ट्रेल भेट्छ भन्दै थियो नि तल भनेको कहाँनिर ए हो ए 6 महिनै लाग्दो रहेछ नि त फेरि ट्रेलहरू पनि म पनि यता मकालोतिरबाट चाहिँ छिरेर यता आउनु पर्यो भन्ने सोचिरहेको छु हौ कति दिन लाग्छ हौ थुप्रै लाग्छ होला है यता हिउँ हुन्छ है पुरै तपाईँ ए के गाडीमै आउनु हो सुवेटर चल्दैन है भद्रपुर आयो भद्रपुरबाट आए पनि हो भद्रपुर पनि के भयो अरे साथी अलिकति फरकिलो बनायो भने होइन अलिक साँगुरै भयो क्या गाडी तलै भिग्यो लाग्छ नि है आधा घन्टा लाग्छ बढी लाग्छ अब अल्टिट्युडमा त पहिल्यै सक्दैन नि त है फेरि हिँड्ने मान्छे नभएकोको त त्यतिकै पनि हिँड्न सक्दैन भित्रै बसौँ है कचाकुचुक भयो त पर्छ होला कि हो र चिसो भयो नि तपाईँले गाडी बिग्रियो कि कसो फेरि गाइयो